साथीभाइहरू वेलकम टु द फर्स्ट एपिसोड अफ नयाँ परिवर्तित नेपालको लेजी फ्राइडेज पोडकास्ट। चुनाव पछाडिको लेजी फ्राइडे पोडकास्टको चुनाव विशेष राजनीतिक पोडकास्टको पहिलो एपिसोड हो। ठिक ठिक ठिक। अनि हामीलाई मिस त पक्कै गर्नु भएन होला, हामीले पनि खासै तपाईँहरूलाई मिस त गरेनौँ, तर पनि जस अब हामी आइसकेको छौँ भने जस्तो हामीले पनि अनुभूति दिलाउनु पर्यो है, होइन त सर? एकदमै परिवर्तित रूपमा आइपुग्यौँ हामी। हाम्रो अहिलेसम्म चाहिँ हामी फिजिकल्ली नजिकै भएर पोडकास्ट गरिरहेको थियौँ, आज चाहिँ हामी भर्चुअल्ली कनेक्ट भएर पनि पोडकास्ट गऱ्यौँ भनेपछि केही नयाँ सन्देश योबाट पनि जान्छ हाम्रो दर्शक श्रोताहरूलाई। यसले चाहिँ एउटा नयाँ परिवर्तित अनि अतिरिक्त बाटो खोलेको जस्तो लाग्यो हामीले हाम्रो नेपालको राजनीति जस्तै। अब जुन तरिकाले अहिलेको परिवेश बनिरहेछ यसको लागि चाहिँ म सन्तोषजीलाई चाहिँ फर्स्टमा चाहिँ तपाईँको एउटा हुन्छ नि, हामी जेनजीमा हामी जेनरली युज गर्छौँ एउटा वर्ड भाइब। तपाईँलाई चाहिँ वाट इज द भाइब राइट नाउ? त्यो अहिले अब जस्तो चुनावी माहौल अनि एभ्रिथिङ द्याट फलोड होइन। अब भाइब तपाईँलाई मैले 3 फेजमा सोध्छु। एउटा चाहिँ बिफोर जेनजी आन्दोलन, त्यसपछि आफ्टर जेनजी आन्दोलन, अन्टिल निर्वाचन र आफ्टर निर्वाचनको भाइब। 3टा भनिदिनु न के छ? 3टा भाइब भन्दै गर्दा चाहिँ जस्तो यो पछिल्लो 6 महिनाको समय चाहिँ एकदमै लामो समय भयो। मतलब 6 महिना भए पनि त्यसमा धेरै उतार चढाव तलमाथि धेरै नै देख्यौँ हामीले पोडकास्ट एउटा जेनजी आन्दोलनको लगत्तै पछाडि पनि गर्ने सोचेका थियौँ हामीले, त्यति बेला गर्नु पर्थ्यो। त्यो बेलामा हाम्रो लगायत हाम्रो समाजले नै न्यारेटिभ बदल्दै गयो समय बित्दै जाँदाखेरि। जस्तो 23 गतेको 23 र 24 गते पछाडिको भाइब कस्तो भन्दाखेरि त्यो बेला अब सम्पूर्ण देशले चाहिँ एउटै महसुस गरिरहेको थियो। त्यो एकदमै देश पुरै के अरे एकदम विक्षिप्त थियो, सबैलाई पीडामै थियौँ हामी। 23-24 को समयमा हेर्दाखेरि चाहिँ 5-6 महिनापछि यति शान्त होला, यस्तो चाहिँ चुनावी के अरे यो चुनावी प्रक्रियामा यति राम्रोसँग जाला र एउटा यस्तो नतिजा एकलौटी सरकार टाइपको नतिजा देला, हामी यति शान्त रूपमा कुरा गर्न सक्ने हुम्ला भन्ने हाम्रो कसैको पनि कुनै पनि विज्ञ अथवा कुनै पनि व्यक्तिले सोचेको कुरा थिएन त्यो 23-24 को। र पछि झन् त्यो 23 र सुशीला कार्की प्रधानमन्त्री हुनुको दिन 27-26 कति थियो, त्यो दिन बिचको त्यो 2 दिन त महिना भन्दा बढी नै लामो भयो। तर सुशीला कार्कीको सरकार बनिसके पछाडि पनि यहाँनिर एकदमै उतार चढाव आयो। उतार चढाव कुन केसमा आयो भनेपछि हाम्रो देशको जेनजीहरूको अपरिपक्वताले गर्दाखेरि ठुलो उतार चढाव किन देखियो? सुशीला कार्की र ओम प्रकाश आर्यालहरूको काम भने के थियो भनेपछि चुनाव यही गरिदिने काम नै थियो, उनीहरूले गर्नुपर्ने पनि यही थियो। तर हाम्रो आशा धेरै भयो अथवा के भयो, यसलाई लालदेखि ल्याएर सबै पक्षहरूले आफ्नो न्यारेटिभहरू बनाउन सुरु गरे। जस्तो सबैले आफ्नो पक्षमा आउने न्यारेटिभहरू बनाउन सुरु गरेपछि चाहिँ एकदम कियोटिक माहौल हामीले बितायौँ पछिल्लो 5-6 महिना जति। तर पनि त्यसलाई सरकारले राम्रो रूपमा म्यानेज गरेको भन्छु मैले। ओम प्रकाश आर्याल, सुशीला कार्की लगायत अरू पनि जति गएको थिए त्यो सरकारमा, तिनीहरूले चाहिँ जुन त्यो कियोटिक माहौल थियो, एकदमै दुर्विकृत समाज जुन थियो त्यति बेला त के अरे कुनै आफ्नो पक्ष मात्रै राम्रो फरक मत राख्नेलाई अट्याक गर्ने टाइपकै कुराहरू भइरहेको बेलामा चाहिँ त्यस्तो कियोटिक माहौललाई सरकारले चाहिँ एकदम परिपक्व ढङ्गले मिलायो र अहिले चुनाव गरायो। त्यो बिचको भाइब चाहिँ एकदम उतार चढावपूर्ण रह्यो। तर अहिलेको अब यो चुनाव भइसक्दाखेरि चाहिँ हामीलाई थाहा थियो राष्ट्रपाको बहुमत आउँदैछ, राष्ट्रपा पहिलो पार्टी बन्दैछ भन्ने हामीले बुझेका थियौँ। तर एकलौटी सरकार बन्ने गरी मतलब कोहीसँग पनि गठबन्धन नगरी, अब गर्नु पर्दैन जस्तो छ, पर्दैन पनि, नगरी सरकार बनाउन पर्ला भन्ने हामी धेरैलाई लागेकै थिएन। र अहिले अब एकलौटी सरकार बन्छ भन्दाखेरि अहिलेको भाइब चाहिँ एकदमै अप्टिमिस्टिक छु म। मतलब च्यालेन्जहरू छन्, गुण दोष दुइटै, राम्रो नराम्रो दुइटैले हेर्ने हो भनेपछि के अरे निराश हुनलाई पनि ठाउँ छ। तर मैले चाहिँ एकदम आशा गर्ने ठाउँ नै देखिरहेको छु अहिले जुन हिसाबको यो सरकार बनेको छ। त्यो हिसाबले चाहिँ तिम्रो ओभरअल एउटै थोरैमा भन्नु पर्दा चाहिँ म एकदम अप्टिमिस्टिक छु
छु भन्न चाहन्छु। ठिक हो, अब माहौल पनि हाम्रो अप्टिमिस्टिकै बनेको छ। अब जेनजी आन्दोलनको जस्तो अब परिवेश त हामी सबैजनालाई थाहा नै छ होला। अब हाम्रो मोस्टली यो पडकास्टको भ्युवर्सहरू पनि जेनजी नै हुनुहुन्छ, मोस्टली होइन, सबैजना नै भनौँ न है, डेमोग्राफिक हेर्दाखेरि त। तर अब जेनजी आन्दोलनको के हामीले यो जुन राष्ट्रपाको अहिलेको जुन भारी मतान्तरले अब कति ठाउँ लिड गरिराख्नु भएको छ, अब लगभग 4-5 ठाउँ अब विजय भइसक्नु भएको छ होइन, अब लगभग तिम्रो 100+ ठाउँमा त लिड गरिराख्नु भएको छ। त्यसलाई के हामी यो जेनजी आन्दोलनको एउटा के भनौँ आउटकम अथवा केही एचिभमेन्ट भन्न सक्छौँ कि सक्दैनौँ यसलाई? जेनजी आन्दोलनको एचिभमेन्ट भन्न चाहिँ सकिन्छ, किनभने जेनजी आन्दोलन भएको हुने थिएन भने यो यस्तो जनलहर उर्लिने थिएन राष्ट्रपाको पक्षमा। मतलब त्यो राष्ट्रपा पहिलोपट्टि पनि बन्थ्यो होला, तर एकल बहुमत नै आउने थिएन। जुन हिसाबले बहिष्कृत नै गरेर तिनीहरूको मुखै हेर्न नचाहने गरी डाँडा कटाइदिने गरी लखेटिएका छन् पुराना पार्टीहरू, त्यसरी पनि लखेटिदिने थिएनन्। त्यो जेनजी आन्दोलनको उपलब्धि भन्न मिल्छ अहिले, तर उपलब्धि नै राम्रोसँग त्यति बेला भन्नेला जब यसले राम्रो काम डेलिभर गर्दै जाला, सुशासन कायम गर्दै जाला, तब चाहिँ अनि बल्ल शहीदहरूलाई केही न केही हदसम्म न्याय भएको भन्न सकिएला। हजुर, अब हामीले चाहिँ जस्तो ओभरअल अहिलेको कन्टेक्स्टमा चाहिँ हेर्दाखेरि चाहिँ डिफ्रेन्ट हुन्छ नि। अब आफ्नो जस अब फाइदा खोज्ने खालको पार्टीहरू, पावर्सहरू धेरैवटा जस्तो डगमगाइरहेको थिए राष्ट्रमा। अब जस्तो हाम्रो दुर्गा परसाईजी त अब डेली जस्तो नि उहाँको त अब ट्रिप भइरहेछ होइन, इन एन्ड आउट जेलमा। त्यस्तो मान्छेहरूलाई चाहिँ अब जस्तो एक तरिकाले चाहिँ मैले तिमीलाई सोध्न खोजेको प्रश्न चाहिँ त्यो चुनाव भाँड्न खोज्ने मान्छे अनि चुनावसँग अलिकति डिफ्रेन्स राख्ने, चुनावी आइडियाबाट डिफ्रेन्स राख्ने मान्छेहरू, जस्तो अब हाम्रो सुनिल शर्मा सर पनि जस्तो एनसिपीको एउटा लिडर पनि अगाडि चाहिँ चुनाव टाइममा हुँदैन लेखेर राख्नुहोस् जस्तो कुरा, प्लस अब धेरैजना पोलिटिकल लिडर्सहरूले चाहिँ जुन चाहिँ त्यो भन्नुभएको थियो, त्यो तिमीलाई अहिलेको मतगणना हुनुमा चाहिँ तिमीलाई त्यो मान्छेको त्यो जमातको पनि भ्यू पोइन्ट के हो जस्तो लाग्छ तिमीलाई, नहुनुको कारण के छ जस्तो लाग्छ? मतलब हामी लोकतन्त्रमा छौँ भनेपछि सबैले के मान्दिनु पर्ने हो भनेपछि जनताले जे भन्छन् त्यही हुन्छ, जनताको धेरै मेजोरिटीले जे भन्छ त्यही मान्छौँ भनेर चुनावमा संलग्न चाहिँ हुनुपर्ने हो। तर सबै पक्षले चाहिँ यो जेनजी आन्दोलन पछि कसरी चाहिँ अगाडि बढ्यो भनेपछि जे न्यारेटिभ क्रिएट गर्दाखेरि आफूलाई फाइदा हुन्छ त्यही न्यारेटिभ फैलाइदिने कि। जस्तो एमाले पनि सिंहदरबार जलाउनेहरू भन्यो, 23 गतेलाई एक्नोलेजै गरेन, त्यसलाई जनताहरूले त्यही अनुसारको जवाफ दिए। त्यो 24 गतेको आन्दोलन भाँड्नलाई सायद सबै पार्टीकाहरूले अर्को पार्टीकालाई जुनलाई आफूले घृणा हुन्छ अथवा आफ्नो केही दुश्मनी छ उनीहरूतिर अट्याक बढी गर्न लागे भने सबैले आफ्नो फाइदातिर सोच्न लागे। तर जुन त्यो चुनाव नहुने, चुनाव बिथोल्ने भन्ने दुर्गा परसाईको कुरा जुन आउँछ, दुर्गा परसाई र मिराज ढुङ्गाना पनि चुनाव हुनुहुन्न भन्ने टाइपको। दुर्गा परसाई मात्रै वान अफ अ काइन्ड, दुर्गा परसाई त वान अफ अ काइन्ड हो, दुर्गा परसाई जस्ता धेरै व्यक्तिहरू त कोही छैनन् होला। सुनिल शर्माले चाहिँ त्यो बेलाको च्यालेन्ज देखेर यति छिटो चुनाव हुन्नमा भने त्यो कियोटिक माहौल देखेर। तर दुर्गा परसाईलाई हेर्दाखेरि चाहिँ दुर्गा परसाई बाहेक अरूबाट दुर्गा परसाई जस्ता भनेर अरूलाई हेर्नुभन्दा दुर्गा परसाई एक्लैलाई हेर्नु ठिक होला जस्तो मान्छु मैले। कि दुर्गा परसाईको पछाडिको कुरा चाहिँ के लाग्छ भनेपछि उनी एकदमै पपुलिस्टको पराकाष्ठा भन्छु मैले उनलाई। किनभने जुन जमातले धेरै कुरा खोजे, मतलब धेरै मेजोरिटीलाई जे भनिदिएपछि खुसी हुन्छ उही कुरा गर्छन् उनी। उनले चाहिँ राजा अहिले चाहिँ अब हिन्दूको नारा बोकिराखे कि दुर्गा परसाईले, हिन्दू राष्ट्र चाहियो, इसाई जुजहरूले खतम पारे, कुन डिप स्टेटले खायो देश भन्दा जुजहरूसम्म पनि पुगे उनले। यस्ता अस्त्रहरू फ्याँकिरहेछन् समाजलाई अराजक बनाउनलाई, तर उनले भाउ खासै पाएको पनि छैनन्, भाउ दिनेवाला पनि छैनन् कसैले, र टाइममा पक्रिरहेछ कि ठ्याक्क जुन बेला इम्पोर्टेन्ट काम छ पक्रिने, उम्मेदवारी दर्ता गर्न दिन्छ पक्रिने, मजाले भित्र हालिदिने निस्क्यो भाउ भन्ने। अनि त्यसरी चाहिँ तर त्यसले फेसबुक हेर्ने मान्छेहरूलाई अपडेट दिइराखेर डोपामिन दिइरहेछ, त्योभन्दा बढी दुर्गा परसाईले केही गर्न सक्लान् जस्तो मलाई लाग्दैन। तर तिमीले अलिकति भाँड्ने भने चाहिँ उग्रवादी हिन्दूहरूलाई चाहिँ बढाएर अझ उग्रवादी गराएर हिन्दू राष्ट्रको स्थापनाको नारा
फैलाउन उनको कोसिस छ, तर त्यो हुन्छ जस्तो मलाई लाग्दैन। किनभने हामी एकदम सहिष्णु छौँ एकअर्कालाई, मतलब हामी उग्रवादी छैनौँ, हिन्दू राष्ट्र नै हुनुपर्छ भन्ने चाहिँ छैन हामी नेपालीमा जस्तो। अझै स्पेसल्ली पहाड र अलि सहर जस्तो ठाउँहरूमा, इन्डियाको नजिकको ठाउँमा त्यो अलिकति सल्के पनि अरू ठाउँमा त्यो छैन। त्यो भएर दुर्गा परसाई सफल हुन्नन्। अनि अब मिराज ढुङ्गानाको कुरा त के थियो भनेपछि एकल बहुमत आउन्न कसैको पनि भन्ने थियो, त्यो त अब गलत साबित भइहाल्यो, त्यसमा के कुरा गर्नु र। तिम्रो चाहिँ के थियो, किन दुर्गा परसाईलाई तिमीले चाहिँ कसरी हेर्छौ यो सबै माहौलमा? दुर्गा परसाईलाई चाहिँ म झापालाई चाहिँ एकदम हुन्छ नि 3 ट्राइडेन्ट्सको रूपमा हेरेको छु अहिले। एउटा एकदम न्यू पावर हाम्रो बालेन शाहजी झापा 5बाट एकजना ट्राइडेन्ट उहाँ। अर्को केपी ओली मोस्ट हेटेड पर्सन राइट नाउ इन नेपाल, सेकेन्ड ट्राइडेन्ट। अर्को चाहिँ एन्टी ट्राइडेन्ट हाम्रो दुर्गा परसाईजी झापाकै। उहाँले चाहिँ अब झापाको हजुर हजुर दुर्गा परसाईजीलाई चाहिँ मैले कसरी हेरेको छु भन्दा चाहिँ दुर्गा परसाईजी चाहिँ उहाँ चाहिँ सायद मलाई के लाग्छ भन्दाखेरि चाहिँ उहाँ चाहिँ एकदम हुन्छ नि पेसिमिस्टिक मान्छे हो जस्तो लाग्छ काहीँ चाहिँ। पेसिमिस्टिक जुन तरिकाले एउटा एकदम टक्सिक रिलेसनसिपमा बसेको एउटा केटीले पछि गएर अर्को नयाँ गुड गाईलाई पनि ट्रस्ट गर्न सक्दैन नि। उसले उसको सायद समस्या त्यो पनि हो कि जस्तो लाग्छ मलाई एउटा मेन्टल स्टेटमा हेर्ने भने। किनभने उनी एकदम एङ्सियस पनि देखिन्छन् काहीँ न काहीँ। अब यो गर ऊ गर, काम छैन क्या उमा, त्यो काम नेचरको फिलिङ छैन क्या। उनलाई एकदम केहीले सताइरहेको छ, सायद केही लुकाइरहेको छन् कि आफूलाई बचाइरहेको छन् कि जस्तो फिल हुन्छ। त्यही भएर चाहिँ म चाहिँ उनलाई चाहिँ एकदम आफ्नो धोती फुस्किन्छ कि भनेर डर लागेर अरूको धोती तान्ने मान्छे त्यो पनि हुन सक्छ। तर उनले आफू माथि आउनलाई चाहिँ सङ्घर्ष गरिरहेको छन्। त्यो सङ्घर्षले फल निकट भविष्यमा नै, टाढाको भविष्यमा पनि त्यो फल दिएर उनी कुनै माथि आउलान् जस्तो चाहिँ मलाई लाग्दैन। अब त उनको मेन अहिलेको एउटा चढ्ने हाँगो नै अब राष्ट्रतन्त्र ल्याउनु पर्छ जस्तो थियो। अब लोकतन्त्रमा यस्तो कन्फिडेन्स मान्छेको 2/3 मतै ल्याउँछन् जस्तो छ भनेपछि त त्यो त कम्प्लिटली कट अफै भइहाल्यो। अब त्यसमा चाहिँ केही अप्सन्सै बाँकी छैन। अब त्यही हिन्दू राष्ट्रको एजेन्डा समाएर हिन्दू धेरै बहुसङ्ख्यक हिन्दूहरूलाई चाहिँ आफ्नो पक्षमा ल्याउने कोसिस रहला, त्यो पनि फेल नै हुन्छ। तर अहिलेको जुन अब तिमीलाई कस्तो लाग्छ हुन्छ अब नेपाललाई चाहिँ अब हुन्छ नि इन्डेक्सहरूमा पनि अब एकदम लो आइक्यू कन्ट्री जस्तो तरिकाले पेस गरिन्थ्यो होइन अब इन्डेक्सहरू निकाल्दा पनि। तर अहिलेको जुन पोलिटिकल लिट्रेसी तिमी देखिरहेको छौ यसमा के को ठुलो हात छ होला त? के यसमा मेजर फ्याक्टर्सहरू के छन् होला त? मेरो लागि चाहिँ 3टा मेजर फ्याक्टर्स चाहिँ, एउटा भनेको मान्छे बाहिर गएपछि एउटा बाहिरको इन्फ्लुएन्स जस्तो लाग्छ मलाई, चेन्जको लागि डेस्परेट भएको मान्छेहरू। अर्को सोसियल मिडिया, अनि अर्को सायद अब ग्राउन्ड लेभलमा लिट्रेसीमा पनि अलिअलि काम भएको जस्तो लाग्छ। तिम्रो भनाइ के छ यसमा पोलिटिकल लिट्रेसी? यसमा नेपालीहरूको पोलिटिकल लिट्रेसी कहाँ गयो, कस्तो छ भन्ने कुराको विषयमा बहस गर्नुभन्दा पहिला हामीले बालेन फ्याक्टरको बारेमा कुरा गर्नुपर्छ जस्तो मलाई लाग्छ। बालेनको राइज कसरी भइरहेको छ, जस्तो बालेनले मिडिया कन्ट्रोल गरे भन्ने कुरा एकदम, बालेनको विषयमा नकारात्मक अलिकति पनि बोल्दाखेरि चाहिँ गाली आउने कुरा हुन्छ। तर हामी लक्की चाहिँ के कुरामा छौँ भने चाहिँ हाम्रो भ्युवर्स कम छन्, त्यही भएर हामीलाई बोल्ने छुट एकदम मजाले छ। जस्तो बालेनको कुरा हेर्दाखेरि चाहिँ बालेनले आफ्नो कुरा स्पष्टसँग राखेर, क्लियरली राखेर जनता कन्भिन्स भएर भोट हाले हुन् र। बालेनले विवादास्पद कुरा हो नि। बालेनले त्यो मेयरमा चुनिएको दिनदेखि आजको दिनसम्म टोटल उनले मिडियामा माइकको अगाडि आएर बोलेको 1 घन्टा पनि पुग्दैन होला कि। जब मतलब माइकको अगाडि बोले, त्यो कुनै सभामा गएर बोले पुग्छ। ल मेयरको राजीनामा दिइसकेपछि भनौँ न, त्यो कुनै अब अनअफिसियल्ली अरू कसैले रेकर्ड गरिदिएको कुरा भएपछि त त्यो छुट्टै कुरा भयो। तर फेरि बालेनको त्यो चाहिँ कुरा अनुसार भयो। बालेनको पुरै कुराबाट कन्भिन्स भएर उनमा पोलिटिकल म्याच्युरिटी देखेर, अनि त्यसपछि यो प्रधानमन्त्रीको लागि लायक पात्र छ भनेर राष्ट्रपाको यत्रो क्रेज आएको, त्यो कारणले चाहिँ हो जस्तो मलाई लाग्दैन। एउटा कुरा है। अर्को कुरा चाहिँ के भनेपछि, किनभने चाहिँ बालेनले 1 घन्टा पनि भाषण गरेनन् र जुन भाषण गरे त्यसमा गहिराइका कुरा थिएनन्, सतही त्यो ठाउँका कुराहरू थिए। एउटा कुरा त्यो। तिमीलाई के लाग्छ त्यो जुन
बालेनलाई अब बालेनसँग एसोसिएटेड हुँदा पहिले मेयर क्याम्पिङमा एकदम प्लान्ड थियो, स्ट्राटेजिक थियो भन्ने एउटा जस उसले म्यान्डेटहरूमा पनि के अरे जस इन्कर्पोरेट गरेको थियो। तर अहिलेको त्यो जुन स्पिचहरू छ त्यो स्पिचहरूमा तिमीलाई कस्तो लाग्छ? त्यसमा तिमी स्ट्राटेजी देख्छौ कि त्यसमा केही फ्याक्टरहरू मिसाएको देख्छौ कि त्यो एकदम इम्प्रम्प्टु स्पिच जस्तो लाग्छ तिमीलाई? के छ, भाइब स्पिच हो कि होइन त्यो? जस्तो बालेनको पहिलाको चुनावी क्याम्पेन एकदम पर्फेक्ट थियो। मैले बालेन यो राजनीतिमा आउँछन् भन्ने पनि प्रधानमन्त्री भन्दाखेरि स्पष्ट योजना यो छन् मेरो भनेर भन्न आउँछन् भन्ने मैले आश गरेको थिएँ, तर त्यो भएन। बालेनले त्यो 3 सालभरिमा उनको काम चाहिँ राम्रो पनि भयो नराम्रो पनि भयो। काम केही न केही त टिप्पणी गर्ने लायक कामहरू पनि भए, केही राम्रा कामहरू पनि भए। तर त्यो 3.5 वर्ष मिडियामा यसरी प्रस्तुत भयो कि बालेनले गरेको कामहरू राम्रो मात्रै देखियो कि एउटा जनताहरू बिच, मेजोरिटी पिपुल बिच। अब त्यो कुरालाई फेरि खण्डन पनि गर्न किन सक्यो भनेपछि ल जनता अरू देशकाले त अरू ठाउँकाले त थाहा पाएन होला, काठमाडौँका मान्छेले त थाहा पाए। काठमाडौँका मान्छेले त रासोपालाई एकलौटी अरूको जमानत जफत हुने गरी नै भोट दिएर जितायो भनेपछि बालेनले काम त गरेकै मान्न पर्यो भन्ने त्यो एउटा कुरा आयो। बालेनले आफूले केही नगरे पनि उसको कामको चर्चा एकदमै धेरै भयो। सायद गरेको भन्दा पनि धेरै भयो कि कति भयो त्यो अब कुरा त्यो सबैले मूल्याङ्कन गर्नेले गरेकै होला। त्यो हुँदाखेरि चाहिँ जस्तो यो फेसबुकतिरको मिडिया बालेन र रासोपाको कम्प्लिट पक्षमा भइदिनुले एउटा मेन यो रिजल्टमा असर गर्ने फ्याक्टर चाहिँ एउटा त्यो भयो। अनि अर्को कुरो चाहिँ यो पुराना काङ्ग्रेस एमाले माओवादीले चरम के अरे असन्तुष्टि तिनीहरूले व्यक्त गर्ने कुरा अर्को, त्योबाट चरम असन्तुष्ट जनताहरू हुनु कुरा अर्को भयो। र अर्को मैले एकदम त्यो तिनीहरूको कुराले गर्दाखेरि रासोपालाई फाइदा कसरी भयो भन्नेको विषयमा मेरो आफ्नै सोसियल साइकोलोजीको एनालाइसिसले के भन्छ म एकचोटि भनिदिन्छु है। जस्तो हामीले विकास भएन भन्ने कुरा कसरी हेर्यौँ भन्दाखेरि, विकास भएन भन्ने कुरालाई कुन प्यारामिटरले तौल्यौँ भन्दाखेरि चाहिँ जस्तो विकास भएन त भन्छौँ हामीले, तर त्यसको गहिराइमा पुगेर कसरी अध्ययन गर्ने भन्ने कुरामा मेरो बुझाइ चाहिँ फरक कोणबाट किन छ भनेपछि सायद हामीले 4-5 वर्ष पहिला अथवा 2 कार्यकाल पहिला जति बाटो थियो हाम्रो त्योभन्दा बाटोमा काम त भएकै हो नि, बाटो फैलिनुमा। शिक्षा पुग्दै नपुग्या त होइन, सरकारी स्कुल जताततै पनि छ। अनि त्यसपछि स्वास्थ्य पनि सायद यो काठमाडौँतिरको स्वास्थ्य यति सजिलै डक्टरको एपोइन्टमेन्ट लिएर विदेशमा पनि पाइन्न भन्ने मैले सुनेको थिएँ। स्वास्थ्यमा पनि जो ठिक छ टाढा टाढासम्म पुगेको छैन, तर यतातिरको ठाउँमा चाहिँ स्वास्थ्यमा पनि ठिकठाक छ। हाइड्रो पावरहरू भन्दैछ अनि आर्थिक वृद्धि दर पनि 7% पुग्छ भन्ने अनुमान थियो, त्यो पनि एकदम राम्रो हो रे। भनेपछि जनतालाई असन्तुष्टि कहाँ भइदियो भन्ने कुरा मैले चाहिँ के बुझ्छु भनेपछि जनतालाई सुशासनमा असन्तुष्टि भइदियो। त्यो सुशासन भनेर चाहिँ मैले कसरी डिफाइन गर्छु भनेपछि मलाई थाहा छ बाटो जतिसुकै बनोस्, तर त्यो बाटो बनाउने ठेक्का कुनै एउटा मान्छेले आफ्नो चाप्लुसीको आधारमा लिएको छ र त्योबाट त्यसले जति काम हुनुपर्ने थियो त्यति गरेको छैन भन्ने मैले बाटो बने पनि मलाई त्यो लागिरहेको छ। अर्को कुनै अयोग्य मान्छेले कुनै राजनीतिक दलसँग नजिक भएको कारणले आफ्नो जागिर पाएको कुरा पनि मैले देखेकै छु मेरो आँखाले। मतलब त्यो सम्पूर्ण जनता भन्न खोजे मैले म भन्दाखेरि अहिले। अनि त्यसपछि कुनै एउटा मान्छेले अपराध गरे पनि त्यो मान्छे राजनीतिक शक्तिको नजिक भएको कारणले सजिलो छुटकारा पाएको पनि हामी सबैले देखेका छौँ। त्यो त्यस्ता उदाहरण हामी सबैमा छन्। हो त्यो कुराले गर्दाखेरि त्यो त अब सबैले नै देखिरहेको कुरा भयो। अनि अर्को कुरो सार्वजनिक काम केही गर्न जाँदाखेरि सार्वजनिक त्यो के अरे सरकारी कर्मचारीको तिनीहरूको प्रवृत्ति, तिनीहरूको त्यहाँ हुने घुसखोरी र त्यहाँ लाइन लाग्नुपर्ने त्यो जुन पुरानो शैलीको काम यति 4-5 वटा काम हामीले देख्यौँ। त्यो देख्दाखेरि हाम्रो मनमा कुण्ठा चाहिँ के भरियो भनेपछि पुराना दलहरूप्रतिको एउटा रिस नै भयो कि हामी माथि। जस्तो हाम्रो त्यो क्रिटिकल्ली भन्दा पनि हामी इमोसनल लेभलमा नै गयौँ। अब त्यो राम्रोको लागि होस् या नराम्रो लागि होस्, हो त्यो कारणले गर्दाखेरि विकास गरेकै ठाउँमा भए पनि हामीलाई चाहिँ त्यो पुराना दलप्रतिको वितृष्णा यति नराम्रोसँग बढ्यो कि हामीलाई अब तिनीहरूको पर्सनल जुन घरहरूमा अट्याक भयो नि त्यसको पछाडि पनि यो साइकोलोजी थियो जस्तो लाग्यो कि हामीलाई। हाम्रो भित्रको त्यो कुण्ठा जुन छ नि, तिनीहरूप्रतिको जुन त्यो रिस त्यो टाइमदेखि जम्मा भएर बसिरहेको त्यो बाहिर यो मतको रूपमा फुट्या जस्तो देख्छु कि मैले। हो मैले त्यही भएर यो चुनावको अगाडिको मेरो आकलन के थियो भनेपछि रासोपाको धेरै सिट आउँछ भन्ने सबैको आकलन छ, तर जति सोचेका छौँ त्योभन्दा पनि एकदमै धेरै आउँछ भन्ने मैले
चुनावभन्दा पहिला भन्थ्यो, अब त्यो रेकर्डमा छैन, त्यो पछि भन्यो कि भने जस्तो भयो। हो त्यो मतमा देखियो कि जस्तो मानौँ कुनै सायद राम्रो काम गर्ने, अब गगन थापा र बालेन शाहलाई हामीले तौलेर हेर्दाखेरि यो चुनाव पछाडिको भाषणहरूमा एकदम प्रधानमन्त्रीको लायक बढी लायक को थियो होला? गगन थापा थियो मेरो हिसाबले हेर्दाखेरि, जुन हिसाबको पोलिटिकल म्याचुरिटी उसले देखाउँथ्यो। तर हामी त्यो गगन थापा प्रतिको भोटमा चाहिँ किन कन्भर्ट भएन भनेपछि हामीलाई थाहा छ कि गगन थापाले जित्नु भनेको त्यो ओडा स्तरसम्मको मान्छेहरू त्यही सिन्डिकेट चलि नै रहनु हो भनेर गगन थापालाई प्रधानमन्त्री बन्न तयार कोही पनि भएन। तर हो यो फाइदा फेरि राष्ट्रपाले किन छ भनेपछि राष्ट्रपाले अब काम गर्न चाह्यो भनेपछि उसले आफ्नो मान्छे भर्ती गर्नुपर्ने, उसले कुनै को पछाडि लागेको अलि खराब दागको ब्यागेज बोक्नुपर्ने त्यो जरुरत राष्ट्रपालाई छैन। त्यो भएर काम गर्न छुट्छ। भोट यति धेरै राष्ट्रपाप्रति आउनुको कारण चाहिँ मैले यो सोसियल साइकोलोजी देखेँ। अनि अर्को कुरो चाहिँ अब विदेशमा मान्छे हुनु र सचेत हुनु पनि कुरा भयो। भोटबाट चाहिँ परिवर्तन जुन भयो त्यो एकदमै सकारात्मक नै लाग्यो मलाई। तिमीलाई चाहिँ के कारण लाग्यो रे यसमा? तिमीले उत्तर दिइसक्यो होला होइन कि आफ्नो? मैले त दिइसकेको थिएँ। जेस अब त्यही हो, तिमीले भनेको कुराहरूमै म पनि सहमत छु। अब त्यसमा अब बालेन शाहको कति छ क्रेडिबिलिटी, अब उसको पोलिटिकल मेच्युरिटीहरूको कुरा आउँछ। त्यो सायद हामी हेरौँला नि होइन, किनभने अब मलाई के लाग्छ भन्दाखेरि अब जेस अब कुनै पनि टिममा एउटा नयाँ क्याप्टेन नियुक्ति हुँदाखेरि पुरानो लिडरसिपले त सायद रेजिस्टेन्स त गर्छ होला, कि त एमएस धोनी जस्तै अब सुम्पेर जानु पर्यो विराट कोहलीलाई कि ल त गर भनेर। त्यो योग्य ठान्ने जतिको मेच्युरिटी पनि हाम्रो लिडरहरूमा देखिएको थिएन। सायद त्यो पनि हाम्रो लागि एउटा जहिले पनि एउटा जे भए पनि एउटा ब्याक अफ द माइन्डमा थियो कि यिनीहरूले मात्रै खाने भयो, बिकज अहिले त यो जस म्युजिकल चेयर भइरहेको थियो नि त। अब मेरो चाहिँ अहिले पनि हुन्छ नि, अब मान्छेहरूले जसरी भिलनाइज गरे र तिमीले भने नि कि गगन थापा एकदम एबल क्यान्डिडेट हो, तर एमालेको अहिलेको जुन हुन्छ नि अब अहिले डाउनफल भनौँ अथवा फेलियर भनौँ एक तरिकाले, यो एमालेको फेलियर र एमाले एज एन इन्स्टिट्युसन पनि टु बिग टु फेल जस्तो लाग्थ्यो क्या मलाई यो इलेक्सन अगाडि चाहिँ। किनभने सङ्गठन ठुलो छ, झापामा एकदम बलियो लाग्थ्यो मलाई एमालेको। तर अहिले जुन यो रिजल्ट्सहरू देखिरहेको छ त्यसले मलाई एकदम खोक्रो फिल गराइरहेको छ। अनि मलाई चाहिँ मेन रिजन के लाग्यो भन्दाखेरि यो सायद कार्यकर्ताहरूमा पनि एउटा एकदम हुन्छ नि नराम्रो डिमोटिभेसन के हो भन्दा जुन महाअधिवेशन भयो त्यहाँ पनि फेरि त्यही सेम साइकल दोहोरियो। अनि त्यो महाअधिवेशनले पनि सायद काहीँ न काहीँ सेस्मिक एउटा हुन्छ नि एउटा वेभ ल्यायो मान्छेमा क्या, कि यिनीहरूले आफ्नै पार्टीमा त बदल्न सकेनन् भने केपी ओलीलाई अथवा जो थियो लिडरसिपलाई, यिनीहरूले देशमा के गर्ला नि त? चेन्ज भन्यो। अब हामीले मागिरहेको त चेन्ज थियो। अब चेन्ज त त्यो प्रत्याभूति नै नदिन सक्ने पार्टीलाई हामी कसरी कन्फिडेन्स दिउँ भनेर चाहिँ त्यहाँ चाहिँ गेम हारे जस्तो लाग्यो मलाई यिनीहरूले। तर त्यो कुरा जायज तब हुन्थ्यो जब एमाले मात्रै कम आउँथ्यो, काङ्ग्रेसको उस्तै काङ्ग्रेसले आफ्नो कोर रिटेन गरे हुन्थ्यो भने चाहिँ हामीले त्यो कुरा खुलेर हो भन्न सक्थ्यौँ। तर काङ्ग्रेस सुध्रिनसम्म सुध्रिम भनेर आएकोलाई पनि जनताले तिमीहरू सुध्रे पनि हामीलाई चाहिएन, सुध्रेको तिमीहरू पनि हामीलाई चाहिएन, हामीलाई फरक नयाँ चाहियो, कम्प्लिट नयाँ चाहियो, जसमा चाहिँ यहाँसम्म त्यो रोकटोक केही नहोस्, तिमीहरूको सङ्गठन चाहिएन भन्ने खालको जवाफ दिए कि जस्तो लाग्यो मलाई। सङ्गठन एकदम काङ्ग्रेसलाई पनि एकदम दुरुत्साह नै गरेको छ, तिमीहरूको सुध्रेर मात्रै हुन्न भन्ने कुराको स्पष्ट धारणा जनतामा देखिरहेको छ। त्यो भन्दाखेरि चाहिँ अब हामी प्रचण्डबाट त हामी धेरै अगाडि बढिसक्यौँ, उनले जिते पनि वर्ल्ड मुभ अन भइसक्यो प्रचण्डबाट छैन। अब हाम्रो मेन हामीले अहिले गर्न पर्ने चाहिँ मेरो विचारमा के लाग्छ भनेपछि अब राष्ट्रपाको जुन शैली छ, अब मैले राष्ट्रपालाई भन्दै गर्दाखेरि तैँले राष्ट्रपाले जितेकोमा निराश छ अथवा यिनको रिस गरिस् भन्न खोजे होइन। मैले राष्ट्रपाले जित्नुमा म खुसी छु, म आशावादी छु, तर अझ यिनीहरूलाई अझ प्रश्नको घेरामा ल्याउनुपर्छ। अब बालिनले कतिवटा इन्टरभ्यू दिएलान् आफ्नो 5 वर्ष कार्यकालमा? दिनै गराउनु पर्यो नि। अब जितिसकेपछि दिनै गराउनु पर्यो। अनि त्यसपछि सबै जनताहरू जवाफदेही हुनु पर्यो, के अरे सबै नेताहरू जवाफदेही हुनु पर्यो जनताप्रति, राष्ट्रपा एकदम जवाफदेही हुनु पर्यो। अब राष्ट्रपा फेल भएको नेपालले धान्न सक्दैन कि यो काङ्ग्रेस एमालेलाई फाइदा होला यिनीहरू फेल हुनु, तर नेपाललाई चाहिँ यो अफोर्डै गर्न सक्दैनौँ हामीले। यो सरकार पनि फेल हुनु। 200 करोडको लोन लियो, अब
त्यो त्यो बिचमा इन्भेस्टमेन्टले पे अफ गर्यो भने गर्यो, नभए चाहिँ त्यो पुरै डिफल्ट नै गर्नुपर्ने अवस्था आइसक्छ। अब कुनै विदेशी यो शक्तिले यो त्यसपछि यिनीहरूलाई फेल हुने छुट छैन। अब काङ्ग्रेस एमाले माओवादीहरूले नै अब प्रचण्डको पनि बहुमत आएको थियो, उसको हालत के भयो, अर्कोचोटि जान्छ भनेर जुन हिसाबले दुरुत्साहन गरिरहन् त्यसको म एकदम खिलाफमा छु। त्यो हुनु हुँदैन। राष्ट्रपा जसरी पनि सफल हुनै पर्छ, त्यो राष्ट्रपाको यो सरकारले डेलिभर गर्नै पर्छ। अरू पार्टीहरू पनि सुधिएर लोकतन्त्र मजबुत होला कि जस्तो आश गर्ने ठाउँ चाहिँ मजाले पलायो भन्छु मैले। अब त्यसो अब किनभने हामीलाई चाहिँ अहिलेको स्थितिमा चाहिँ तिमी आफूलाई एउटा नेपाली भएकोमा 6 महिना अगाडि जति प्राउड फिल गर्थ्यौ, अहिले तिमी त्यति नै प्राउड फिल गर्छौ कि अझै बढी गर्छौ? म 6 महिना भन्दा त धेरै गर्छु। किनभने चाहिँ 6 महिनामा मलाई नेपाली जनताहरू चेन्जको लागि रेडी छन् भन्ने कुरा मैले एकदमै गर्थेँ। किनभने चाहिँ जुन सोभियुको चुनावमा हरेक ठाउँमा जो उठे पनि स्वतन्त्रलाई केही मत परिरहेको थियो नि, सोभियुको चुनावमा त्यहाँबाट पनि मलाई के लागिरहेको थियो भने चाहिँ नेपालीहरूलाई चेन्ज चाहिएको छ, लायक कोही आउनु पर्यो, नेपालीहरू चेन्ज बिताएर पठाइदिनेवाला छन् भने। तर मैले अहिले नेपालीहरूले चाहिँ चेन्ज खोजेकै छन् भन्ने मलाई एकदमै थाहा थियो। तर जुन हिसाबले मतबाट त्यसको जवाफ दिए नि, जुन महेश बस्नेत, केपी ओली लगायतका अराजक पात्रहरूलाई, अनि त्यसपछि अरूहरूलाई पनि जसले चाहिँ घमण्ड गर्थे कि हाम्रो यति भोट छ, हाम्रो सङ्गठन मजबुत छ, यो ठाउँमा मैले नै जित्ने, बाटो मैले ल्याइदिएको छु भनेपछि किन मैले नजित्ने भन्ने खालको जुन मतलब अरूको विवेक, उनीहरूले आफ्नो विवेक प्रयोग गर्दैनन्। मैले भनेपछि मलाई भोट दिइहाल्छन् भने जसरी, त्यो जसरी जनताले दास र लास बनाए जसरी उनीहरूले आफ्नो दिमाग प्रयोग गर्दैनन् भनेको थियो, त्योलाई जनताले कम्प्लिटली उल्टो पारिदिएर लोकतन्त्र भन्दा ठुलो केही छैन र जनता भन्दा ठुलो केही छैन लोकतन्त्रमा, तिमीहरू होला तिमीहरू कुनै पहिलाका राजा फाल्नेवालाहरू, तर अहिले चाहिँ हामीलाई तिमीहरूको शैली मन परेन भनेर जनताले जसरी जवाफ दिए त्योबाट चाहिँ म एकदमै खुसी छु। किनभने इनीहरूलाई बेल्ट ट्रिटमेन्ट चाहिँ यस्तै नै चाहिएको थियो भन्छ। अब राइट वर्डको युज भयो अहिले है, मलाई राम्रो लाग्यो। जस्ट तिम्रो लागि चाहिँ यो इलेक्सन र इलेक्सनको प्रोसेसमा भोट माग्दै जाँदाखेरिको चाहिँ टप 3 मोमेन्ट्सहरूको कुरा गरौँ न। अब इलेक्सन पछि होइन, इलेक्सन अघिको टप 3 मोमेन्ट्सहरूको कुरा गरौँ। इलेक्सन क्याम्पेन चलिरहेको बेलाको क्याम्पेनिङको टप 3 मोमेन्ट्सहरू चाहिँ, क्याम्पेनिङको टप 3 मोमेन्ट्स भन्दै गर्दाखेरि चाहिँ एउटा त अब टप 3 मोमेन्ट्समा मैले धेरै मोमेन्टहरू चाहिँ जोकर टाइपको मोमेन्टहरू छन्, होइन त्यसलाई पनि इन्क्लुड गर्न पाएँ मन लाग्यो। राम्रो इलेक्सन क्याम्पेन मैले हेर्दाखेरि चाहिँ एउटा चाहिँ बालेनको जनकपुरको भाषण, त्योले चाहिँ नेपालको राजनीति एकदमै उलटफेर भएकै हो। बालेनको जुन त्यहाँको भाषण थियो त्यो। अनि अर्को दोस्रो कुरो चाहिँ राष्ट्रपाहरूको जस्तो टप 3 भन्दा मैले धेरै मेन्सन गर्ने चिजहरू भन्छु, जुन चाहिँ रन्जु दर्शना आफ्नो के भन्छ त्यो 9 महिनाको गर्भ भएको अवस्थामा पनि जुन हिसाबले पनि भोट माग्न गइन् र घरकाले दही चिउरा खुवाए, त्यो एकदमै मलाई त्यो मेरो लागि र जिताएर पठाए, त्यो एकदम त्यो मोमेन्ट पनि मैले सम्झिन चाहन्छु। अनि अर्को सस्मित पोखरेलको चुनावी क्याम्पेन पनि मलाई मन पर्यो। किनभने सस्मित पोखरेलको चुनावी क्याम्पेनमा उसको वाइफको सपोर्ट तिमीलाई कसरी? वाइफको सपोर्ट भन्दा मलाई उसको के लाग्यो भनेपछि युवा पनि छ, पढेको पनि छ, परिपक्वता पनि देखाएको छ भनेपछि सायद हामीले खोजे यही त थियो जस्तो लाग्यो। नयाँ पनि छ भनेपछि अल बक्सेस टिक भएको जस्तो मलाई लाग्यो त्यसमा। एउटा त्यहाँ त्यो भयो। अनि अर्को चाहिँ अब रमाइला मोमेन्टहरू भन्दाखेरि सूर्य थापाको किन भनेपछि सूर्य थापा एक त हाम्रै गाउँको हो, अनि सूर्य थापाको हाम्रो नै चुनावी क्षेत्रको। अनि त्यसपछि सूर्य थापाको जुन घरमा गएर कुरा गर्छ नि, त्यो गर्दाखेरि त्यो ठाउँको एक्सेन्ट चाहिँ ठ्याक्कै मसित मलाई एकदम माया लाग्ने एक्सेन्ट कि हाम्रै गाउँतिरको एक्सेन्ट भएको भएर अरू मान्छेले कुरा गर्ने। अनि सूर्य थापा पनि त्यहीँको जस्तो बन्न खोजेर त्यहाँका जनताहरूले जसरी रिप्लाई गरे नि, जस्तो एउटा ठाउँमा बुढी आमाले गएर साग काटिरहेको बेलामा साग काटिदिन सहयोग गर्यो। अनि अब त्यो बुढी आमालाई गएर उसले चुनावी एजेन्डा भन्दाखेरि चाहिँ यस्तो हाम्रो अर्थनीति यस्तो छ, हाम्रो विदेश नीति यस्तो छ, त्यो कारणले हामीलाई भोट दिनुहोस् भनेको त उनलाई केही पनि थाहा हुन्थेन। त्यो ठाउँमा गएर उसले चाहिँ एकदम इमोसनल्ली जोड्नलाई प्रेसरको औषधि खानुहुन्छ कि नै, के छ औषधि, पाइपीहरूले काम गर्न दिएनन्, जिताएर पठाउनु भएको थियो भन्दा त्यहीँको शैलीमा भएको चाहिँ मलाई मन पर्यो। सूर्य थापालाई देशले नै गाली गर्छ, तर मलाई चाहिँ रमाइलो पात्र लाग्छ त्यो सूर्य थापा भइहाल्यो। एउटा जुन उहाँको एउटा हामीले जुन महिला समाजमा पकड देख्यौँ, त्यस्तो पकड तिम्रो पनि छ कि छैन? मेरो त्यस्तो छैन। किनभने
मेरो ठ्याक्कै अपोजिट हो त्यसमा। सूर्य थापाको चाहिँ जुन हिसाबले उनले म त महिलाहरूसँग मिल्ने मान्छे भन्छन्, तर म महिलाहरूसँग मिल्न सकिनँ मेरो आजसम्मको उसमा। अब सूर्य थापालेबाट त्यो कुरा पनि मैले सिक्नु पऱ्यो। जुन हिसाबको उनको नृत्य छ अझ, त्यो त एकदमै कस्तो गजबको नाच उनको छ आफ्नो महिला कार्यकर्तासँग। त्यो सूर्य थापाले चुनावी क्याम्पेन चाहिँ एकदमै रमाइलो गरे, रमाइलो गरे माला कि। लगाए। हजुर, अनि योसँग हाम्रो मैले गाउँको जोड्न खोजेको कुरा चाहिँ जस्तो अब अहिले हामीले जुन तरिकाले एउटा वुमन इन पोलिटिक्स र वुमन इन टोटल गभर्नेन्सको कुराहरूलाई चाहिँ यो उम्, निर्वाचनले सायद यति सशक्तिकरण गर्यो कि सायद अब भोलिको युगमा अथवा भोलिको कुनै देशमा पनि सायद एक्जाम्पलरी एउटा हो रूपमा सेट भएको छ। तिमीलाई यसमा चाहिँ पहिला त मैले अभियसवाला पिएम सुशीला कार्कीको एउटा जस तिमीलाई एकदम मैले सोध्न खोजेँ है, म एउटा लिस्ट गर्दै जान्छु। पिएम सुशीला कार्कीको तिमी अलिकति इलाबोरेट गरिदियो, त्यसपछि अर्को रेणु दाहालको म तिमीसँग बुझ्न चाहेँ, अनि उम्, थर्ड मैले सुमाना श्रेष्ठको बुझ्न चाहेँ। हो, यो तिनजनाको उम्। बारेमा तिमी जस अलिक कन्ट्रास्टिङ फिगर्सहरू हुनुहुन्छ उहाँको बारेमा एकचोटि भनिदिनु न। रन्जु दर्शनाको सुशीलाका बारेमा त कुरा भइसक्यो हाम्रो, अँ, त्यसपछिको यो रञ्जु तिनजनाको दर्शनमा बारेमा। रञ्जु दर्शन के अरे लिडरसिपमा लिडरसिपमा यदि महिलाले लिडरसिप जस्तो भने त त्यो त एकदम टप लेभलको काम हो नि। हो, लिडरसिपमा कुनै महिलाले 9 महिनाको बच्चा आफ्नो पेटमा भएको बेला पनि देशको एकदमै अ, देशको इलाइट वर्गहरू बस्ने ठाउँबाट त्यस्तो मतदानले जित्न सक्छिन् भनेपछि सायद महिलालाई योभन्दा इन्सपाइरिङ कुरा अरू केही चाहिन्न। यो एकचोटि एकदम ताली नै पर्याप्त छ। बजाइदिउँ यसको लागि नि त, तालिने योग्य कुरा अब हो यो। एउटा हातले मोबाइल समातिरहेको छ, नत्र मैले ताली बजाउँथेँ। तिम्रो तिम्रो अनि पालिकन अर्को मैले नि बजाइदिएँ ल। अब अर्को सुशीला कार्कीको कुरा गर्दाखेरि चाहिँ जस्तो मलाई के लाग्थ्यो केही समय पहिला भनेपछि नेपाली महिलाहरूले आफ्नो लागि कुनै महिलालाई आदर्श मान्दाखेरि कसलाई मान्ने त भन्दाखेरि सायद त्यहाँ उदाहरण एकदमै कम थिए। पासाङ लामो शेर्पा हुनुहुन्थ्यो होला, अब तर अरू कुनै कुन थियो मलाई थाहा छैन। यो तर लिस्टमा अब तिमी श्रृङ्खला महिलाहरूले खतिवडालाई आदर्श जोड्न मान्नलाई चाहेँ कि छैनौ? सुशीला कार्की पाए कि। ए किनभने चाहिँ महिलाहरू चाहिँ कुन ठाउँमा अड्केर बसिरहेको छन् भनेपछि के अरे आफ्नो श्रृङ्गारमा अथवा चाहिँ आफ्नो देखावटी आवरणमा, अनि त्यसपछि त्यो सतही कुराहरूमा अल्झेर बसिरहँदा एउटा महिला आएर देशलाई एकदमै गाह्रो इतिहासकै वान अफ द टफ टाइममा आएर सम्हालेर यस्तो निकास दिन सक्छिन् कुनै एउटा महिला, त्यो पनि आफ्नो वृद्ध अवस्थामा, भनेपछि उनीबाट मान्छेले त्यस्तो अडी के नडराउने के मतलब त्यो निडरपन चाहिँ कुनै ठुलो शरीर डोले सोले भएर त्यो भएर आउने रहेनछ नि। त्यो निडरता त के अरे आँट साहस आफ्नो त त्यो भित्र हुने रहेछ नि। सुशीला कार्कीले त्यो एकदमै मजाले सो गर्नुभयो। उहाँलाई हामीले एकदम धन्यवाद भन्नुपर्छ। उहाँसँगै सबै काम गर्ने मन्त्रीमण्डललाई त्यस्तो सर्वस्वीकार्य पात्र, त्यस्तो चाहिँ साँच्चै नै देशको आमा बनेर उहाँले उयो गर्नुभयो। त्यसको लागि चाहिँ महिलाहरूले आफ्नो आदर्श राख्न मिल्छ। उहाँको एउटा कुरा अर्को पहिला मैले सुनेको कुरा के थियो भनेपछि उहाँलाई कोठा बस्दाखेरि घरमा चाहिँ 300-400 रुपियाँ कति 300-400 थियो कि 30-40 रुपियाँ कति थियो, त्योबाट पैसा बचाएर आफ्नो आमा बुवालाई केही न केही गिफ्ट लगिदिएर जानुहुन्थ्यो अरे। आजभोलिका महिलाहरूले त्यो पाउने भए सायद भिटामिन सी सिरम किन्नुहुन्थ्यो कि करेन्ट सब्जी बनाएर खानुहुन्थ्यो, त्यो मलाई थाहा छैन। यो भनेपछि यसमा तिमीले यसमा आफ्नो व्यक्तिगत तृष्णा त पोखेको होइन नि? होइन होइन ए ठिक छ, के ठिक अरे त्यो होइन, मैले त समग्र उदाहरण छ। दिँदाखेरि त्यो ए हो। ठिक तर छ, मैले उहाँहरू गर्नेहरूप्रति पनि केही छैन, त्यो ठिक सबै सुशीला कार्की हुनुपर्छ भन्ने छैन। अर्को पात्र चाहिँ रेणु दाहालको कुरा गर्दाखेरि चाहिँ जस्तो रेणु दाहालको मैले एउटा राजनीतिक विश्लेषक त नभनौँ, तर एउटा मान्छेको कुरा चाहिँ अलिकति विश्वास लाग्ने चाहिँ जीवन छेत्री भन्ने मान्छे छ एउटा। उसले चाहिँ रेणु दाहालको विकासलाई चाहिँ विध्वंसकारी विकास भन्यो कि। अँ, अब डोजरी विकास लगायतका कुराहरू, बाटो फराकिलो बनाउनु विकास हो कि, अब पर्यावरणको रक्षा नगरिकन बिना प्लानिङ विभागको विकास छ चितवनमा भन्यो। तर चितवनमा विकास गरेको छिन् भनेर त धेरैले भने। उम्, अब कस्तो विकास गरिन् त्योलाई मैले फलो गरिनँ, हजुर, तर सायद राम्रो नियतले नै काम गर्न पर्छ भनेर आफ्नो बुवाको लेगेसी राम्रो गराउनलाई उनले काम गरेका थिइन् होला। तर राष्ट्रपाको जुन हिसाबको लहर थियो त्यो लहरले उनलाई पनि छोडेन। उनले विकास गरे पनि अब मेयर छोडेर आउँदाखेरि उनले हारिन्। उनको बारेमा चाहिँ मैले उनको कार्यकाललाई राम्रोसँग फलो गरे भए उनको बारेमा टिप्पणी दिनुहुन्थ्यो।
अब उनको मैले फलो गरिनँ। अर्को चाहिँ सुमना श्रेष्ठको कुरा गर्दाखेरि चाहिँ सुमना श्रेष्ठलाई छोड्दाखेरि चाहिँ सुमना श्रेष्ठले राष्ट्रपा छोड्दाखेरि चाहिँ धेरैले उनलाई गाली गरे। राष्ट्रपाको समर्थकहरूको के अरे शैली त्यही नै छ, जुन आफूतिर छ त्यो राम्रो, आफूतिर छैन नराम्रो। तर सुमना श्रेष्ठले आफ्नो कार्यकालमा केही नीतिहरू राम्रो ल्याइन् शिक्षा मन्त्री हुँदै गर्दाखेरि। अनि त्यसपछि तिनी आफ्नो स्पष्ट धारणा एकदम आफ्नो कुरालाई क्लियरली राख्ने राम्रो के अरे सिद्धान्तको राजनीति गर्ने खालकी नेत्री हुन् भन्ने मलाई लाग्छ। अब तर तिनले छोड्दाखेरि चाहिँ अहिले आएर छोडेर गई यहाँ भए त पद पाउँ ती खिस्छ के अरे खिन्नलाई खिस्छभरि बल्ल खाइ भन्ने खालको जुन धेरैले भने, मलाई त्यो लाग्दैन। उनले अब त्यो यदि कुनै मान्छे आफ्नो सिद्धान्तमा अडिक छ भनेपछि त्यो इभेन्चुअली त्यसले जित्छ। मतलब अहिले नजितेर उनलाई त्यस्तो घाटा केही पनि भएन। 10-15 वर्षपछि यदि उनी राम्रो कुराको लागि स्ट्यान्ड लिन्छन् भने त्यो बेला राष्ट्रपाको एकदमै आलोचना धेरै भएको थियो, गर्न पर्ने पनि थियो। त्यो त हामीले बालेन आएपछि छुट्दियौँ। त्यो आलोचना गर्ने बेला उनी बस्नलाई रेडी भएनन्, आफ्नो डिसिजन लिइन्। अब ठिक छ, सबैको आफ्नो चोइस हो, उनले आफ्नो चोइस लिइन्। अब त्यसमा चाहिँ अब हामीले 15-16 वर्षपछि हेर्दाखेरि सायद राष्ट्रपाको शैली सुध्रिएन, अथवा चाहिँ उसले आफ्नो विपक्षीको मतलाई दबाइराख्यो, आफूले जे भन्यो त्यही मात्रै सही भन्ने स्थापना गर्यो र राष्ट्रपा खराब भयो भनेपछि त सुमना श्रेष्ठले गरे ठिक रहेछ भन्नेमा आउँछौँ नि हामी। तर फेरि राष्ट्रपालले राम्रो गर्यो भने पनि सुमना श्रेष्ठलाई घाटा त केही पनि छैन, उनी आफ्नो कार्यकालमा हुँदासम्म राम्रो गरेका थिइन्। त्यही भएर सुमना श्रेष्ठको बारेमा अहिले नै कुनै टिप्पणी बनाइहाल्नु चाहिँ हतार गरे हुन्छ कि जस्तो मलाई लाग्छ। तर उनको लागि इजी चोइस चाहिँ राष्ट्रपालमा बसिरहनु, एउटा ठाउँमा चुनाव जित्नु, मजाले कुनै मन्त्री हुनु थियो। तर त्यो बाटो भएन। अब भाग्यले हामीलाई कुलमान घिसिङलाई राष्ट्रपालमा बस्या भए सायद कत्रो सम्मानका साथ बस्थ्यो होला। अहिले अब बिचरा राजु पाण्डेबाट पराजय भए। ठिक छ ठिक छ। अब हामी चाहिँ अब मेबी अब अलिकति इन्ट्रेस्टिङ कुरा चाहिँ अब मैले तिमीलाई 3टा चाहिँ कन्स्पिरेसी थ्योरीको बारेमा सोध्न आँटेँ। पहिलो ग्रान्ड डिजाइन। तिम्रो आफ्नो पनि भन न, रेणु दाहालको बारेमा तिमीले भन न, के छ तिम्रो विचार? मेरो हिसाबमा रेणु दाहालको विकास भनेर चाहिँ तिमीले भने जस्तै मेबी डोजरी विकास भन्छन् मान्छेले, तर सायद प्रारम्भिक रूपमा अथवा प्रारम्भिक लेभलमा चाहिँ उनले विकास गरेकै हो। किनभने इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट पनि अब एउटा बाटो बन्दा पनि कति धेरै अब हुन त एक्जिस्टिङ रोड लाइन नै एक्सपान्ड गरा हो, त्यसमा अलिकति कन्ट्रोभर्सी छ कि एक्जिस्टिङ ट्रान्सपोर्ट लाइन नै अलिकति एनहान्स गर्दाखेरि त्यसमा अब कति इकोनोमिक बेनिफिट भयो त्यहाँको मान्छेलाई, अथवा त्यो एक्सपान्ड गर्दाखेरि जुन मुआवजा दिनु पर्यो त्यसले घाटा पो गरायो कि त्यो चाहिएको थिएन कि त्यो फाइनेन्सियल बर्डन दिनु नपर्ने थियो कि यो त देखावटी हो कि भन्ने कुरा छ नि त। तर उसको चाहिँ अब उनको जो अब नीतिगत रूपमा चाहिँ जुन चाहिँ अब चितवनमा अथवा भरतपुरमा चाहिँ जुन तरिकाले काम गर्नुभएको छ, म त्यति ठुलो फ्यान चाहिँ होइन उहाँको, त्यति भन्न चाहन्छु म। सुमना श्रेष्ठको बारेमा सुमना श्रेष्ठको चाहिँ म के भन्न चाहन्छु, अलिकति अनलक्की केस हो जस्तो लाग्छ मलाई होइन। उहाँ पनि उहाँलाई म एकदम हुन्छ नि पावर हङ्ग्री नै होइन, टोटल्ली चाहिँ साधु नै हो चाहिँ भन्न म सक्दिनँ। बिकज एकचोटि मन्त्री भइसकेको मान्छेले चाहिँ अब सायद अर्कोचोटि पनि उहाँ राष्ट्रबाट उठ्नु भए भए उहाँको एउटा भोइस त हुन्थ्यो होला नि त, जे होस् कि मलाई पनि म अलरेडी मन्त्री भइसकेँ भनेर। तर सायद उहाँ नहुँदाखेरि पनि त्यस्तो ठुलो लस चाहिँ भएको जस्तो लागेन मलाई त्यस्तो। किनभने हामीसँग यो चुनावमा राम्रो भएको कुरा भन्दाखेरि चाहिँ के छ भन्दाखेरि पहिले सुमना श्रेष्ठ जस्ता मान्छे एकदम कमी थिए, तर यो चुनावले हामीलाई यति धेरै अल्टरनेटिभ्स दियो कि एकजना उहाँ जस्तो लस हुँदा खासै ठुलो लस जस्तो फिल भएको छैन क्या। हो एकदम त्यही हो, मेरो पनि मलाई लागेको पनि त्यही हो। तर भइदिएको भए चाहिँ केही न केही थपिन्थ्यो होला, तर संसार अगाडि बढिहाल्छ नभए पनि। अर्को अब 3टा मैले तिमीलाई अब लगभग हामी अब इन्डियनमै छौँ होइन, अब लगभग 3टा चाहिँ मैले तिमीलाई अब कन्स्पिरेसी थ्योरीहरू भने सोधेँ। एउटा भनेको सबैभन्दा ठुलो कन्स्पिरेसी थ्योरी यो जेनजी आन्दोलन यताउता के अरे प्लान्ड ग्रान्ड डिजाइन, यसमा हाम्रो मुकुन्दजीको पनि एउटा ठुलो कन्स्पिरेसी थ्योरी आएको छ। उहाँ फेरि यस्तो यस्तो सिचुएसन्सहरूमा नयाँ सबैभन्दा कन्स्पिरेसी थ्योरी रोचक हुने चाहिँ मुकुन्द घिमिरेजीको चाहिँ उहाँको चाहिँ त्यो यसरी जान्छ क्या, यसरी कुनै यसरी जान्छ क्या। अर्को चाहिँ मैले तिमीलाई सोध्न खोजेको चाहिँ पहिला सिंहदरबार जल्यो अनि गोली चल्यो, अनि लास्टवाला चाहिँ यो जलेको पैसा एआई हो। ल तिमीलाई 3टा चाहिँ जुन अर्डरमा भए पनि भन नि त, तिम्रो के छ टिप्पणी यसमा? सुरुमा मैले विदेशी चलखेल भन्ने कुरा गर्दैबाट सुरु गर्न चाहन्छु है।
विदेशी चलखेल भन्दाखेरि चाहिँ जस्तो मेरो आफ्नो साधारण बुझाइ चाहिँ के छ भनेपछि विदेशी चलखेल भन्ने हो भनेपछि त्यो 23 गते भन्दा पहिला भएको सुशासन के अरे भएको भ्रष्टाचार अनि त्यसपछि त्यो कुशासन उनीहरूको चाहिँ राज्यको सम्पत्तिको दोहन भएको थिएन भन्ने मान्नु पर्यो। तर विदेशी चलखेल हुँदै भएको थिएन भनेर भू राजनीतिलाई नेग्लेक्ट गर्न पनि मिलेन भन्छु मैले। जस्तो 23 गतिको जुन त्यो आन्दोलनमा गरम भन्ने थियो त्यो स्वतःस्फूर्त थियो। तर 23 गतिको एकदमै त्यो सरकारको फेलियर जुन भयो त्यसपछि चाहिँ धमिलो पानीमा माछा मार्न आउनेहरू धेरै भए भने जस्तो त्यसमा आफ्नो फाइदा निकाल्नहरू सबै आए कि सबै पार्टीका आए। एकअर्काको पार्टीमा यही हो मौका भन्दै आफ्नो फाइदा निकाल्न खोज्दाखेरि चाहिँ त्यो विदेशी चलखेल मात्रै भएर विदेशी पनि कोहीले के अरे सबै शक्तिहरूको चलखेल देश विध्वंस पार्नमा भयो। त्यो 24 गतिको दिनमा त्यसमा नेपालीहरूको नै ठुलो हात हो, विदेशी मैले भन्दैन। अनि अर्को त्यस पछाडिको सरकार बन्नमा चाहिँ केही न केही हात हो कि जस्तो मलाई लागेको थियो। तर जुन हिसाबले चुनाव सफल रूपमा सम्पन्न भयो त्यो पनि भन्ने ठाउँ भएन, किनभने विदेशीले गर्ने भने त आफ्नो यो अब देशमा नयाँ सरकार बन्दैछ भनेपछि त्यसमा आफ्नो केही मान्छे छिराउँ भन्ने हो। तर त्यो कुनै पनि देखेन, किनभने धेरै मन्त्रीहरू चुनावमै आए अनि एकदम निष्पक्ष महावीर पुन जस्ता पात्रहरू आएर मन्त्री बन्दाखेरि चाहिँ यो कुनै चलखेल नभएर मतलब नेपालकै न्युट्रल कुनै मान्छेहरू छानेरै गराइरहेको हो, यो सुशीला कार्कीको आफ्नै विवेकले गराइरहेको हो भन्ने एउटा मलाई त्यो आयो। तर अर्को यो कार्की आयोगको प्रतिवेदन नआउँदाखेरि चाहिँ शङ्का गर्ने छुट छ, यसले किन प्रतिवेदन निकालेन भन्ने कुरा चाहिँ हामीले शङ्का गर्न सकिन्छ। तर त्यत्तिकै आधारमा मैले विदेशी चलखेलले गराएको भन्दिनँ। यो सबै नेपालीहरू त्यो भइदिए विदेशी चलखेल मात्रै भइदिए भए त त्यो भोटमा काङ्ग्रेस एमालेको राम्रै देखिनु नि त्योभन्दा पहिलाको, त्यो पनि छैन। उनीहरूप्रति एकदमै हेट नै भएको कारणले गर्दाखेरि नेपालीहरूको त्यो कुण्ठा पोखिएको भन्छु मैले। एउटा जलेको पैसा रियल हो भन्ने कुरामा भने रियल हो भनेर चिनेको कुनै अवार्डै हुँदैन। त्यो एकदम त्यो आँखा नदेख्नेलाई पनि त्यो माथि गएको त्यो स्वर सुन्दाखेरि यो त देवाघरमा पैसा जल्यायो भन्ने कुरा सबैलाई थाहा छँदैछ। अनि अर्को कन्स्पिरेसी थ्योरी चाहिँ के थियो अरे, पहिला सिंहदरबार चल्यो अनि गोली चल्यो। त्यो कुरा फैलाइ चाहिँ कसले रहेछ, एमाले फैलाइरहेछ। तर एमालेलाई त्यो कुरा निकाल्दाखेरि पनि हिंताबोध हुनुपर्ने हो, किनभने जुन आफू प्रधानमन्त्री एउटा मैले सिम्पल के भनेको थिएँ भनेपछि सुनेको थिएँ भने चाहिँ त्यो कुनै इरानमा इजरायलमा बिपिन जोशी मृत्यु भएर जुन बेला उनको लास आयो नि त्यो बेला चाहिँ इजरायलको दूतावासले नेपालप्रति क्षमा माग्यो अरे। हाम्रो देशमा गएको व्यक्ति चाहिँ यसरी जीवित फर्किएनन्, त्यसको लागि हामी एकदम सरी छौँ भनेर उसले माफी माग्यो अरे। तर चाहिँ एकै दिनमा 19वटा स्कुले केटाकेटीहरू मर्ने कुराहरूलाई चाहिँ त्यसरी निकालेर पहिला सिंहदरबार जल्यो भन्ने कुरा फैलाउने सुरु गर्ने उनीहरूलाई लाज लाग्नुपर्ने हो। त्यो दिन जुन भएको नरसंहार थियो त्यो चाहिँ एकदमै त्यो कुनै पनि हिसाबले मानवीय थिएन। त्यो साधारण सुशासनको नारा उठाएर गएकाहरू त्यो कम्प्लिटली सिस्टम कोल्याप्स भएको थियो। के अरे गृह मन्त्रालय, प्रहरी प्रशासन, सरकार सबै फेल भएको थियो, त्यसको ब्लन्डर थियो। त्यो पछि 24 गते भएको विध्वंसलाई देखाएर 23 गते जस्टिफाई गर्नु चाहिँ एकदमै त्यो अमानवीय कुरा नै भन्छु मैले। यसमा तिम्रो राय चाहिँ के छ यसमा? मेरो अब लगभग तिमीले भन्ने कुराहरूमै म पनि सहमत छु होइन। किनभने मलाई चाहिँ के लाग्छ भन्दा पोलिटिक्स भन्ने कुरा ह्युम्यानिटी भन्दा माथि त होइन, कुनै पनि कुरा ह्युम्यानिटी माथि होइन। अनि यदि कुनै पनि मान्छेले म ह्युम्यानिटी भन्दा माथि छु भने चाहिँ ऊ चाहिँ इनह्युमन हो जस्तो लाग्छ मलाई, ऊ डिमन हो जस्तो लाग्छ। र केपी ओली लगायत एमाले चाहिँ ग्रान्ड डिजाइन भनेर बालेनलाई लुसिफर भन्नुभन्दा अगाडि चाहिँ एकचोटि आफ्नै पार्टीमा पनि को हो डिमन भन्ने कुरा चाहिँ हेर्न जरुरी थियो जस्तो लाग्छ मलाई। तर अब इट्स टु लेट भने जस्तो संसारले एउटा न्यायको सिद्धान्त अनुसार परिणाम दिइसकेको छ। लगभग हामीलाई थाहा छ के हुनेवाला छ, कस्तो हुनेवाला छ। अब हामीलाई एक तरिकाको झुटे आश्वासन भए पनि अथवा झुटे आशा भए पनि हामीसँग एउटा आशा के छ भन्दाखेरि चाहिँ देश परिवर्तन हुन्छ भन्ने आशा छ। यसमा म एज अ युथ मेरो प्रतिबद्धता यो देशको लागि के छ भन्ने कुरा मैले प्रस्तुत गर्दाखेरि चाहिँ मैले चाहिँ निष्पक्ष रूपमा यो मेरो आउने 2 वर्ष चाहिँ यो देशलाई दिने तयारीमा छु।
एज एन एक्सपेरिमेन्ट होस् अथवा एज जे होस्, जे नै होस्, म मेरो देशलाई दिनेछु भनेको चाहिँ कुन कुन तरिकाबाट देशलाई दिनेछु भने हो? देशलाई दिनेछु भन्दाखेरि मेरो यदि राष्ट्रलाई चाहिँ कुनै पनि मसँग भएको एउटा के अरे ल मिडियम स्किल्ड अथवा केही स्किलहरू जरुरत परेमा एनी लेभल अफ स्किल। एनी लेभल अफ स्किलमा म पार्टिसिपेट हुनेछु। प्लस त्यसमा गएर चाहिँ म चाहिँ यो 2 वर्षसम्म चाहिँ म विदेशी नै छैन भन्ने पनि मेरो प्रतिबद्धता छ। र अर्को कुरा चाहिँ सायद हामी एज अ युथ चाहिँ अब हामीले चाहिँ उम्किने ठाउँ चाहिँ हामीले आफूलाई जुन जुन तरिकाले इजिली यो देशमा केही हुँदैन भनेर कतिजना हामी लगायत युथहरू हामी उम्किरहेको थियौँ यो देश छोडेर, केही हुँदैन यताउता भनेर हामी जसरी उम्किरहेको छौँ, यत्रो चेन्ज आइसकेपछि हामीले पनि सायद दुईचोटि सोच्नुपर्ने छ कि यो देशमा केही नहुनुको कारण अब के यो सिस्टम मात्रै रह्यो कि हामी पनि रह्यौँ भन्ने प्रश्न चाहिँ हामीले एकचोटि आफूलाई पनि उठाउनु पर्ने जस्तो लाग्यो मलाई। के अरे एकदमै महत्त्वपूर्ण कुरा यो उठ्यो कि जस्तो 23 र 24 गतेको आन्दोलनले यदि एउटा कुनै पोजिटिभ कुरा ल्यायो भनेपछि त्यसले युथ लगायत ठुलो ठुलो लेभलको मान्छेहरूमा चाहिँ पोलिटिकल अवेरनेस सिर्जना गर्यो कि के भइरहेछ त देशमा त थाहा हुनुपर्ने रहेछ भन्ने कुरा युथमा एकदमै ठुलो रूपमा अनि अरूमा पनि के ल्याइदियो भनेपछि देशमा के भइरहेछ भन्ने कुरा चाहिँ हामीले अपडेटेड हुनुपर्छ। राजनीतिबाट टाढा बसेर हुने रहन्छ, किनभने चाहिँ हामी माथि शासन गर्ने मान्छे कस्तो छ हामीलाई एकदम जाँच परीक्षण गरेर उ गर्नु पठाउनु पर्ने रहेछ भन्ने कुरा एउटा त्यो ज्ञान दियो। अनि अर्को चाहिँ के दियो भनेपछि यो देशमा जति गरे पनि हुन्न भन्नेलाई चाहिँ कोसिस गरेपछि त चेन्ज आउँदो रहेछ त। के अरे राम्रो मान्छे उठ्यो भने जिताएर पठाउने रहेछन् भन्ने खालको आशा चाहिँ अर्को त्यो एउटा पोजिटिभ आशा चाहिँ यो 23-24बाट भएको एउटा राम्रो काम पर्ने भयो। के जोड्न चाहे भन्दाखेरि हाम्रो तिमीलाई अब उज्जवल सर जस्तो हाम्रो विवेकशीलको उज्जवल सरले चाहिँ उहाँ आफ्नो पर्सनल रिजन्स अथवा केही रिजन्सले आज यहाँ हुनुहुन्न, तर उहाँले एउटा रोपेको बिउ जुन अतिरिक्त राजनीतिको एउटा जुन बिउ वैकल्पिक राजनीतिको अल्टरनेटिभ राजनीतिको जुन एउटा बिउ रोप्नु भएको थियो उहाँले, सायद उहाँ आजको दिन यो देख्न पाउँदाखेरि सायद एक तरिकाले खुसी पनि हुनुहुन्थ्यो होला। अनि उहाँले भनेको एउटा कोट मैले रिसेन्टली सुनेको चाहिँ मैले कोट गर्न चाहेँ यहाँ। उहाँले के भन्नुहुन्थ्यो भन्दाखेरि चाहिँ एउटा राष्ट्रको विकासको लागि चाहिँ पार्टी अथवा कुनै सिस्टम स्वतन्त्र होइन, मान्छे आफै स्वतन्त्र हुनुपर्छ सोचमा। यदि मान्छे अथवा जनता आफ्नो सोचमा स्वतन्त्र भयो भने यो देशको विकास आफै हुन्छ भन्नुहुन्थ्यो। र कदापि हामीले सायद आजको दिन आजको मिति र हिजोको मतगणना सायद यो 6 महिनाको स्ट्रगल पछि हामीले त्यो स्वतन्त्रता आफूमा फिल गर्छौँ होला। प्लस हामीले सायद त्यो स्वतन्त्रता हरेक खसेको मतमा फिल गऱ्यौँ होला। कति कार्यकर्ता कति कट्टर पार्टीका मान्छेले 40-40 वर्ष आफ्नो लाइफ दिएको मान्छेले पनि आज आएर स्वतन्त्र रूपमा सोचेर देशको बारेमा सोचेर चाहिँ मतदान गरेकोमा चाहिँ सायद हामी एज नेपाली नै हाम्रो एउटा सिभिलाइजेसनको लागि नै एउटा ठुलो फड्को हो जस्तो लाग्छ मलाई। र भोलि गएर यदि यो कुरा हराइगयो भने पनि सायद यो ऐतिहासिक दस्तावेजमा हामीले एउटा कलमले हाम्रो आफ्नो कन्ट्रिब्युसन लेखिसकेको छौँ। भोटिङ दिएर होस् या नदिएर होस्, जसरी भए पनि हामीले आफ्नो मत अधिकार पालना गरेर होस् अथवा सपोर्ट दिएर होस्, जसरी गरे पनि हामीले हाम्रो कर्तव्य पुरा गरेका छौँ। अब आउने रासोपा सरकारलाई हाम्रो एज अ कलेक्टिभ हाम्रो एज अ युथको एउटा भोइस के छ भने चाहिँ तपाईँहरू पनि सुनिश्चित नबस्नु होला। प्रश्नको घेरामा युथले तपाईँलाई जहिले पनि राख्नेछ र यदि तपाईँहरूले जुन तरिकाको आश्वासन देखाउनु भएको छ त्यो तरिकाको आश्वासन फुलफिल नभएमा हामी फेरि पनि सडकमा उत्रिन तयार छौँ। हामी तपाईँहरूलाई डिफ्रेन्टली ट्रिट गर्दैनौँ। त्यो कुरामा चाहिँ एकदम आफूलाई र आफ्ना सबैजना जो इलेक्टेड भएको छ उहाँहरूलाई पनि राम्ररी इन्फर्म गरिदिए हुन्छ, पहिलो दिनमै इन्फर्म गरिदिए हुन्छ। एकदम फेरि एउटा भनाइ मैले फेरि पनि दोहोऱ्याउन चाहे, जनता चाहिँ एकदमै स्वतन्त्र रहेछन् देशमा। जनता कसैका पनि दास र लास होइनन्। तपाईँहरूलाई पनि लाग्छ यो जति भोट तपाईँले पाउनु भएको छ यो तपाईँसँग रहिरहेको छ, तपाईँसँग कहिले पनि यो रहिराख्दैन। तपाईँको कामसँग रहने हो। तपाईँको काम तपाईँले देखाउन सक्नु भएन, तपाईँले आफूलाई बारम्बार रूपमा प्रमाणित गर्न सक्नु भएन भनेपछि चाहिँ तपाईँ पनि कुनै पर्मानेन्ट होइन र तपाईँको पनि त्यही हुनसक्छ जुन इतिहासले देखाइरहेको छ। त्यही भएर एकदम सजग हुन जरुरी छ।
आफ्नो भित्रका एकदम अर्को मैले एउटा राष्ट्रपाकालाई भन्नुपर्ने चिज चाहिँ तपाईँहरू धेरै हौसिएर म जे गरिरहेको छु त्यही ठिक नै भइरहेको रहेछ, म सुध्रिनु जरुरत छैन, अथवा चाहिँ आफूभित्रका हुने एउटा मानवमा हुने सीमिततालाई पहिचान नगरेर आफ्नो वरपरका मान्छेहरूले सुनाइरहने राम्रा कुराहरूमा भुलेर चाहिँ तपाईँहरू जनताबाट तपाईँहरू पनि उनीहरू जस्तै टाढा नभइदिनुहोस्। तपाईँहरू जहिले पनि जनतासँग कनेक्ट भइरहनुपर्छ। यसको परिणाम के आउँछ तपाईँले देखिसक्नुभयो, त्यो नबिर्सेर अगाडि बढिदिनुहोस् भनेर मैले पनि यो अब अन्तिममा यो कुरा राख्न चाहेँ। सायद अब हामीले एउटा कुरा मिसै नगर्नुपर्ने कुरा हुन त हाम्रो रिच र हाम्रो भ्युवर्सहरू त्यति धेरै नहुनुमा सायद अब त्यो हाम्रो लिमिटेसन होला। तर त्यो भन्दैमा यो पडकास्ट यदि तपाईँले यहाँसम्म हेर्नुभयो भने हामीले योपालि एमालेको लागि सायद लुसिफर छानेको छौँ होला, काङ्ग्रेसको लागि सायद हामीले ग्रान्ड डिजाइन छानेको छौँ होला, राप्रपाको लागि हामीले राजतन्त्र सकाउने आउन नदिन छानेको छौँ होला। तर यो मत भनेको आज जुन मत हामीले लुसिफर ग्रान्ड डिजाइनर जसलाई दिएको छौँ, यो मत कन्स्ट्यान्ट मोड होइन, एउटा अन्धभक्तले दिएको मत होइन। तपाईँहरू राम्रो काम गर्नुहोस्, राम्रो एजेन्डा उठाउनुहोस्, युथ तपाईँहरूसँग हुन्छ, हुनेछ। र दिस इज नट दि एन्ड भन्ने कुरा पोलिटिकल पार्टी अथवा अर्गनाइज ग्रुपहरूलाई हामीले एउटा टोटल कलेक्टिभको रूपमा दिन चाहन्छौँ। हाम्रो यो पडकास्टमा कति रिच पुग्छ पुग्दैन भन्दा पनि हामीले चाहिँ आज यो गरेको पडकास्टको उपलब्धि सायद हामीले जति बोल्न सक्ने भएको छौँ यो नै हाम्रो उपलब्धि होला। जुन पोलिटिकल अवेरनेस हामीमा छ एज अ युथ, सायद त्यो नै हाम्रो उपलब्धि हो। र अन्तिममा जय देश जय नेपाल भनेर हामी यो एन्ड गर्न चाहन्छौँ। सायद यो एपिसोड हाम्रो पडकास्टमा प्रोडक्सन वाइज सबैभन्दा लोएस्ट भए पनि डिस्कसन वाइज चाहिँ सबैभन्दा खतरा पडकास्ट हो जस्तो लाग्छ। एकदमै वेट एकदमै राम्रो राख्छ यो पडकास्टले लाग्छ। अब जसले हेरिदिनु भयो हेर्नुहोस्। अब लेजी फ्राइडेज पडकास्ट भनेको एउटा तपाईँहरूले हेर्दाखेरि 4-5 जना मान्छे गफ गर्दै गरेको एउटा लाइफ एक्सपिरियन्स बटुल्दै गरेको पडकास्ट जस्तो लाग्थ्यो होला। तर आज अलिकति विविध कुरा गर्न हामी पनि सायद यति कुरा गर्न अगाडि डराउँथ्यो होला। तर आज यो निडरता आउनुमा पनि सायद हाम्रो मच्युरिटी र यो सायद यो च्यानलकै मच्युरिटी पनि इन्भल्भ छ। यो च्यानल, यो पडकास्ट, यो सोच, यो देश जहिले रहिरहोस्। धन्यवाद सबैजनालाई यहाँसम्म हेरिदिनु भएकोमा। लेजी फ्राइडेज पडकास्टमा सिजन 2 एपिसोड 1 यसरी समाप्त भएको छ। यसैसँगै हामी पछि गएर केही नयाँ आइडियाजका साथ आउने नै छौँ। हामी प्रमिस गर्छौँ हामी हराउने छैनौँ भन्ने कुरालाई प्रमिस गरेँ। आज हामी कन्सिस्टेन्ट रहनेछौँ, प्रश्न उठाउने छौँ। हामी हरेक जुन अब आउने हरेक डेभलपमेन्ट जुन हुन्छ यो देशमा, नीतिगत डेभलपमेन्टदेखि लिएर हाम्रो भ्युज र हाम्रो प्रश्न हामी सदैव उठाउनेछौँ। हामी दुईजना मात्रै लिमिट नभएर डिफ्रेन्ट पर्सपेक्टिभ बोक्ने मान्छेहरू यदि इन्ट्रेस्टेड हुनुहुन्छ भने हामीलाई कन्ट्याक्ट गर्नुहोस्, सन्तोषलाई कन्ट्याक्ट गर्नुहोस्, मलाई कन्ट्याक्ट गर्नुहोस्। यो प्लेटफर्म हामी दुईजना तपाईँलाई दिलाउनेछौँ। सबैजनाको भ्युज इन्टरटेन्ड छ, सबैजनाको पर्सपेक्टिभ इन्टरटेन्ड छ, यहाँ कसैलाई पनि भिन्नता छैन। अब यति भन्दै अब हामीले अलिकति धेरै पनि नगरौँ है, अब हामी एकदम भावुक भए जस्तो इन्टेलेक्चुअल साउन्ड नगरौँ। फनी कुरा चाहिँ हर्क साम्पाङ इन्टेलेक्चुअल साउन्ड गर्न गरेको कोसिस चाहिँ यो चुनावको एकदमै फन्नी पार्ट थियो, त्यो मैले मिस गरेँ। ठिक छ, हामी त्यस इन्टेलेक्चुअल साउन्ड गर्न खोजेको भन्दा पनि यो हाम्रो भित्रको हाम्रो भित्रको विचार हो, जुन हामी 5-6 वर्षपछि राष्ट्रपाको सरकार चलिरहँदा हामीले रिफ्लेक्ट गर्न सक्छौँ कि त्यति बेलाको हाम्रो साइकोलोजी के थियो भनेर। त्यसको लागि पनि यो महत्त्वपूर्ण नै छ यो इन्टेलेक्चुअल साउन्ड गर्न। हाम्रो अबको कन्ट्रिब्युसन जस्ट एज ओरेटर्स मात्रै नभएर एज सिभिल इन्जिनियर्स पनि हुनेछ। यसको लागि चाहिँ म मेरो तर्फबाट सकेसम्म र सन्तोषको तर्फबाट हामी सकेसम्म प्लान अफ एक्सनमा चाहिँ धेरै जान्छौँ। रादर देन सजेसन पनि दिन्छौँ, क्वेसन्स मात्रै सोध्दैनौँ, सजेसन्स पनि दिन्छौँ। हाम्रो धारणा के छ, हाम्रो एनालिसिस जहाँसम्म भ्याउँछ, हामीले जहाँसम्म हाम्रो रिसर्चले भ्याउँछ त्यहाँ हामी दिने नै छौँ। एक्सपेक्ट गर्नुहोस्, क्वालिटी कन्टेन्ट इज अन यर वे, डोन्ट मिस दिस। र यो तरिकाले चाहिँ हामीले आजको हाम्रो फर्स्ट पडकास्ट यही एन्ड गर्न चाहन्छौँ। धन्यवाद सबैजनालाई। थ्याङ्क यू। जय देश।